नमस्ते। मूलतः शैक्षिक सत्र 2082लाई सफलतापूर्वक सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू, प्रिय विद्यार्थी भाइ बहिनीहरू, शिक्षक तथा कर्मचारीज्यूहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यहाँहरूको निरन्तर सहयोग, समर्पण, अनुशासन तथा सहकार्यले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा समग्र उपलब्धिमा उल्लेखनीय योगदान पुर्याएको छ। आगामी शैक्षिक सत्र 2083 को सन्दर्भमा विद्यालयले समकालीन शैक्षिक आवश्यकताहरू अनुरूप शिक्षण विधि र प्रक्रियालाई अझ प्रभावकारी, अनुसन्धानमुखी, व्यावहारिक तथा विद्यार्थी केन्द्रित बनाउने स्पष्ट कार्ययोजना अघि सारेको छ। यस अन्तर्गत केवाईएसआई मोडेललाई थप सुदृढ गर्दै व्यक्तिगत सिकाइ, निरन्तर तथा समग्र मूल्याङ्कन प्रणाली, प्रविधि मैत्री शिक्षण, सिपमूलक तथा जीवन उपयोगी शिक्षालाई प्राथमिकतामा राखिएको छ। त्यसैगरी विद्यार्थीहरूको बौद्धिक, सामाजिक, भावनात्मक, नैतिक तथा सृजनात्मक विकासलाई सन्तुलित रूपमा प्रवर्धन गर्दै सिसिए तथा इसिएहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। विद्यालयले अनुशासन, नेतृत्व विकास, समालोचनात्मक सोच तथा समस्या समाधान क्षमताको विकासलाई समेत प्रमुख प्राथमिकतामा राखेको छ। अभिभावक विद्यालय सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले नियमित अन्तर्क्रिया, प्रगति मूल्याङ्कन, प्रतिवेदन तथा अभिभावक सहभागिता कार्यक्रमलाई अझ व्यवस्थित रूपमा सञ्चालन गरिनेछ, जसले विद्यार्थीहरूको समग्र उन्नति, प्रगति तथा मार्गदर्शनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। अन्त्यमा यहाँहरूको निरन्तर विश्वास, सहयोग तथा सहकार्यप्रति पुनः हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा समेत यस्तै सकारात्मक साथ र समर्थनको अपेक्षा गर्दछु। नमस्ते।